हर्क साम्बाङका कुरा अनि हर्क साम्बाङका सामाजिक सञ्जालका पोस्टहरूले तपाईँ हामीलाई मात्रै टाउको दुखाइरहेको चाहिँ होइन रहेछ। यी दिदीको फ्रस्ट्रेसन हेर्नु न, हर्क साम्बाङप्रतिको कस्तो फ्रस्ट्रेसन छ। कृपया तपाईँहरूले मलाई फलो गर्नुभएको छैन भने तत्कालै फलो गर्नु होला र यो दिदीको भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। यो हर्क साम्बाङ बौला यसलाई मेन हुँदैन त्यो युज गरेको प्याट या बच्चाले युज गरेको डाइभर्ट हुन्छ नि, यसको मुखमा ल्याम्मै टाक्देऊ, फन फन्दी टेपले बाँध्देऊ है। नजिकमा को छ यो मासले कुकुरलाई अहिलेको सरकारले लास्टै बेइज्जत गरे रे, के रे बाटो साफ गर्नु पर्यो रे। यो मासले कुकुरले चलाउँछु भनेर यो अलाछिन कुकुर एउटा ओडा अध्यक्ष बन्नु लागेको छैन। यो त धराने जनता पागल बौला भएर पो यसलाई भोट दिएर त यो मासले बौला धराने जनताले नै पछुतो भइसक्यो। अहिले धरानेको के रे नामै यसले मिट्टीमा माटोमा मिसाइसक्यो। अलाछिना सरकारले के काम गरेछ, कस्तो गरेछ, गर्ने ठाउँमा सपोर्ट गर्नु त के छ, कहाँ छ बेइज्जत भइसक्यो रे। यो सरकारले अति गर्यो रे, राजीनामा दिनु पर्यो रे। अब सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गरोस् भन्ने म चाहिँ भन्न चाहन्छु। अब यो भन्दा तल झर्नु हुँदैन हैन। सदनलाई छल्ने अध्यादेश ल्याउनेदेखि लिएर हरेक कुराहरू जुन गरिरहेछ, अब यो सरकारले मार्ग प्रशस्त गर्दा हुन्छ। राष्ट्रसंघको तपाईको चाहिँ के अरे ध्यान आकर्षण भइसक्यो। यो ब्याजेटको कुरा हो। कुनै पनि व्यक्तिलाई उसको इच्छा विरुद्ध, उसको चाहिँ तपाईको अधिकारको अधिकार विरुद्ध गतिविधि कुकुर सुन्नुभयो नि होइन। हर्क साम्बाङ आएर केही राम्रो गर्छन् भनेर सबैजनाले एकदमै ठुलो होप गरिरहनु भएको थियो। तर हर्क साम्बाङ चाहिँ अहिले सांसद भइसके पछाडि सरकारको विरोध मात्रै गरिरहेका छन्। सरकारले गरेका राम्रा कामहरूको पनि विरोध मात्रै गरिरहेका छन्। त्यही भएर सबै जनताहरूले यतिखेर हर्क साम्बाङकै विरोध गर्न थाल्नु भएको छ। स्वयं उहाँकै समर्थकहरू पनि यतिखेर हर्क साम्बाङको विरोधमा उत्रिनु भएको छ। तपाईहरूलाई के लाग्छ, हर्क साम्बाङले गरेको यो हरकत कतिको ठिक छ त? कृपया तपाईँले आफ्ना धारणाहरू कमेन्ट बक्समा लेख्नुहोला।